हामीले एउटा अब यो भोज खानी र आएर खाँदा मात्र मान्छेहरूलाई इन्टरटेनमेन्ट त हुँदैन अनि फेरि क्राउड पनि बढी हुन्छ यहाँ बसेर खानालाई पनि गाह्रो हुन्छ भनेर चाहिँ हामीले त्यसको म्यानेजको लागि सांस्कृतिक कार्यक्रम पनि राखेका छौँ। त्यसमा हामीले काठमाडौँको अहिलेको प्रख्यात निशा देसाईलाई पनि हामीले यहाँ आजको कार्यक्रममा उहाँको कन्सर्ट पनि छ। उहाँ लगायत इतु जोजीज्यू, रामभक्त जोजीज्यू अनि विभिन्न अरू अन्य कलाकारहरूको पनि हाम्रो गीतहरू, नाच नृत्यहरू, बच्चाहरू सबै हाम्रो सांस्कृतिक कार्यक्रम बेलुका 6 बजीदेखि हुन्छ। कन्सर्ट चाहिँ हाम्रो 3 बजीबाट सुरु हुन्छ। आज हाम्रो नेवा मिसापुच्चा कास्कीले विगत वर्षहरूदेखि गर्दै आइरहेको झो भनेको लहरै, भुएँ भनेको भोज खाने प्रोग्रामको जो कार्यक्रम सुरुवात भइरहेको छ। सबभन्दा पहिले त्यो झो भएको सँगै जब सोनी नेवाजु नेवा मिसापुच्चाको कोषाध्यक्ष हुनुहुन्छ, हाम्रो शम्भुलाल श्रेष्ठ नेवा खलकाशीको सदस्य हुनुहुन्छ, म नेवा खलकाशीको अध्यक्ष छु। यसको मुख्य उद्देश्य के हो भने हाम्रो संस्कार संस्कृतिहरू नयाँ जेनेरेसनलाई हस्तान्तरण गर्ने र समाजमा पनि परिचित गर्ने भन्ने मुख्य उद्देश्य हो।